हेलो गाइज, वेलकम टु माई च्यानल। आई एम ब्याक विथ माई न्यू भिडियो। सो तपाईँहरूको लागि आज मैले एउटा दामी भिडियो लिएर आएको छु। सो यो इमेजहरू देखिराख्नु भएको छ, यस्तो इमेज अहिले एकदम ट्रेन्डिङमा छ, इन्स्टाग्राममा चलिरहेको छ। यसको बारेमा भिडियो नि धेरैजनाले बनाएको छ। सो कसरी बनाउने त यस्तो भिडियो म तपाईँलाई फर्स्टदेखि लास्टसम्म ट्युटोरियल भन्छु होइन, कसरी बनाउने भनेर। सो तपाईँले त्यसको लागि मेरो यो भिडियो लास्टसम्म हेर्नुपर्ने हुन्छ। म स्टेप बाई स्टेप इजी वेमा तपाईँलाई सिकाउँछु ल, कसरी बनाउने भनेर। सो सजिलो छ, एकदम सजिलो छ होइन। तपाईँले जस्तो आफ्नो इमेजहरू अपलोड गर्नुपर्ने हुन्छ कुन एपमा, त्यसको लागि तपाईँले भिडियो लास्टसम्म हेर्नुपर्ने हुन्छ गाइज। सो हियर वी गो, हेर्नुहोस् तपाईँ भिडियो। अनि तपाईँहरू पनि यस्तो इमेज अपलोड गर्नु, ट्रेन्डिङमा चलिरहेको इमेजहरू लाइक कमाउनुहोस्, भ्युज कमाउनुहोस्। सो डोन्ट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब माई च्यानल। सो हियर वी गो है। सो गाइज, हामीले सबैभन्दा फर्स्टमा जानुपर्ने हुन्छ प्ले स्टोरमा होइन। सो प्ले स्टोरमा गएर तपाईँले के सर्च गर्नुपर्ने हुन्छ भने जिरोक सर्च गर्नुपर्ने हुन्छ। हेर्नुहोस्, एआई असिस्टेन्ट भन्नेवाला छ, हेर्न सक्नुहुन्छ। मजाले हेरेर भिडियो स्टेप बाई स्टेप गर्नुहोस् ल। अनि गेट गरेर सो हामीले डाउनलोड गरिसकेपछि तपाईँको यस्तो इन्टरफेसमा लगइन गर्नुपर्ने हुन्छ। केसँग लगइन गर्नुहुन्छ? म चाहिँ अब गुगलसँग लगइन गर्छु होइन, सजिलो हुन्छ नि त, पछि पनि चाहिन्छ नि त। सो गुगलमा लगइन गरिसकेपछि तपाईँको यस्तो इन्टरफेस आउँछ। सो यस्तो इन्टरफेस आइसकेपछि तपाईँले के गर्ने, फाइलमा जाने, आफ्नो एउटा इमेज अपलोड गर्ने होइन। सो म तपाईँलाई स्टेप बाई स्टेप देखाइरहेको छु, इजी वेमा देखाइरहेको छु। यसमा केही पनि गाह्रो छैन, मजाले हेर्न सक्नुहुन्छ। एउटा फोटो अपलोड गर्ने, जुन फोटोमा तपाईँलाई त्यो स्टाइलको चाहियो होइन, त्यस्तो स्टाइलको गिब्ली स्टाइलको चाहियो, त्यसमा गर्ने। अनि यसमा टेक्स्ट के लेख्ने, कन्भर्ट दिस इमेज इन्टु गिब्ली स्टाइल लेख्ने होइन। मजाले टाइप गरेर लेख्न सक्नुहुन्छ तपाईँ होइन, गिब्ली स्टाइल लेख्ने। अनि त्यसपछि सर्च गर्ने। अनि त्यसमा सर्च गरिसकेपछि मेरो यता भइरहेछ कि हल्का अटो करेक्ट भइरहेछ, त्यो भएर यस्तो सर्च गरिसकेपछि तपाईँको इमेज यसमा डेट पनि, एज पनि चुज गर्नुपर्ने हुन्छ, किनकि फेसको स्ट्रक्चर त्यस्तै हुन्छ नि त। अनि त्यही भएर तपाईँले एज चुज गर्नुपर्ने हुन्छ। आफ्नो एज सही चाहिँ राख्नु, त्यही स्ट्रक्चरको फेस आउँछ होइन। लाइक फेसको स्ट्रक्चर त्यस्तै एजको आउँछ। सो हेर्नुहोस्, मेरो कन्भर्ट भइरहेको छ इमेज बिस्तारै, कस्तो सही ब्याकग्राउन्ड भइरहेछ हेर्नु न। माथि हेर्नुहोस्, यता फोटो चाहिँ हेर्नु। म लास्टमा तपाईँलाई मेरो भिडियोको देखाएको छु, पुरै ठुलोमा मेरो कस्तो इमेज आएको छ हेर्न सक्नुहुन्छ, कस्तो सही आयो। सो फेरि एउटा ट्राई गरेर हेर्न सक्नु गरौँ है। यसमा फाइलमा जाने, फाइलमा गयो भने एउटा इमेज अपलोड गर्ने। अनि इमेज अपलोड गरेर त्यसमा कन्भर्ट दिस इमेज इन्टु गिब्ली स्टाइल हान्ने होइन। हेर्नु, स्टेप बाई स्टेप हेर्नुहोस्। तपाईँले अब आइसकेको होला सकेसम्म। अनि तपाईँ यस्तो गर्न सक्नुहुन्छ। इजी तरिका चाहिँ आफ्नो जुन तपाईँको फेभरेट फोटो हो त्यसमा हालेर चेन्ज गर्न सक्नुहुन्छ बिस्तारै। फेरि हेर्नुहोस्, यो इमेज चाहिँ कस्तो सही भयो, पछाडि घर ब्याकग्राउन्ड घरहरू कस्तो राम्रो आयो, इन्जोइङ, यस अफकोर्स होइन, हेर्न सक्नुहुन्छ। यसमा रेटिङ दिउँ, म अहिले पछि दिन्छु होइन। सो यो त गर्नै पर्ने हुन्छ, लग गर्नुहोस् है। सबै स्टेप बाई स्टेप सिकाएको चाहिँ हेर्नुहोस्, मेरो इमेजहरू चेन्ज भइसक्यो फाइनली। जुन ट्रेन्डिङवाला इमेज छ त्यसमा चेन्ज भइसक्यो, हेर्नुहोस् यस्तो सही भएन त। ब्याकग्राउन्ड हेर्नुहोस् न, जुन ट्रेन्डिङको फोटो सब यसमा इजी तरिकाले मैले तपाईँलाई चेन्ज गरेर देखाएको छु, एकदम इजी तरिकाले क्या। सो तपाईँले स्टेप बाई स्टेप फलो गरेर नि तपाईँहरू पनि यो ट्रेन्डिङ इमेज बनाएर अपलोड गर्न सक्नुहुन्छ है गाइज। जिरोको एपको नाम। सो डोन्ट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब माई च्यानल। सो लास्टमा इमेज हेर्नुहोस् मेरो भएको फाइनली ल।